साथीहरू आज चाहिँ हाम्रो गाउँमा मन्दिर छ नि त जलपादेवीको कि कस्तो राम्रो पूजा भयो आज हो। पानी पनि परेन हिजोसम्म त पानी पर्दै थियो आज त मजाले गर्नु पायो पानी पनि आएन हो कस्तो राम्रो भयो पूजा। हाम्रो आन्टीहरू सबै हामी गाउँवासी मिलेर गरेको थियौँ नि त हो हामी त अब 2 वर्ष भयो गरेको यहाँनिर पहिला त अर्कै गर्छ हो अन्त गर्दैछौँ। अन्त त्यहाँबाट बाजेले होमको लागि यसो उयो गर्नु भनेर होमको उयो पनि गऱ्यौँ हो त्यहाँ तयारी गऱ्यौँ त्यहाँदेखि होम पनि भयो हाम्रो होम पनि लगायौँ हामीले हो सबै देवी देवतालाई सम्झेर सबै स्थानको देवी देवतालाई सम्झेर त्यहाँदेखि सेलरोटीपट्टि लागेको थियो अघि हो अन्त सेलरोटी भोलिको सेलरोटी पोल्ने चाहिँ मै हो आज त मै जुरेछु माताको सेलरोटी पोल्नुमा हो। अन्त त्यहाँदेखि सेलरोटी पनि पोलिसकेँ हो अन्त त्यहाँबाट अब आरतीपट्टि बाजेले आरतीपट्टि लाग्नुपर्छ भनेर अब आरती पनि गर्नु सुरु गऱ्यौँ हो। अन्त आज चाहिँ हाम्रो गाउँको यस्तो राम्रो पूजा भयो शान्ति लागिरहेको छ मनमा।